हेलो एन्ड नमस्ते सबैजनालाई गुड मर्निङ वेलकम टु द माई मिनी ब्लग। मेरो नाम चाहिँ अमित गुरुङ एके मिस्टर आच्यो। अहिले बिहानको 3:30 बज्दैछ। आज हामी जानेछौँ नयाँ ठाउँ र हामी टोटल रहेको छ 6जना तर एकजना छुट्टी पाउन पनि कन्फर्म भएन। त्यो भएर हामी जाँदैछौँ 5जना। सायद एकजना मेरो साथी छुट्टी पाइने आज आउँछ होला र हामी कुन ठाउँ जानेछौँ भनेर म चाहिँ भिडियोमा भनेर पछि ठाउँहरू खिच्दै राख्नेछु। र आज हामी जानेछौँ लगभग 10-12 घन्टा राइड गरेर 12 या 14 घन्टा जति राइड गरिन्छ होला आज। सायद हामी अब पहाडी भेगतिर जाँदैछौँ। सो हामी अहिले अब बिहानको 3:30 बजिसकेको छ। अब रेडी हुनुपर्ने हुनेछ। कपडाहरू प्याकिङ अब हुँदैछ भनौँ न। अब यस्तो छ हालतहरू चाहिँ। अब के देखाउनु चाहिँ होइन, यस्तो रहेको छ। यहाँ यो प्याक हुँदैछ मेरो। अब रेडी हुनुपर्ने छ। अब अहिले बाहिर आएपछि म फेरि भिडियो गर्नेछु भाइहरूलाई। अनि त्यो ठाउँ चाहिँ पछि म भन्दै गर्छु र अर्को भिडियो भेटौँ न। अलराइट गाइज 5:13 के भयो अरे भन्दा बिहानीको सुरुवात छ हामी अब माथाको यात्रा हो। ल मर्निङ भाइ। मर्निङ भोलाबहादुर। ठुलो देखियो कि च्यापै भ्लगमा आउँछ ल। ट्याक्क 5 बजिसक्यो। अब हामी हिँड्दैछौँ डे 1। यस्तो चाहिँ 4-5जना मेरो यहाँ छन्। हामी हिँड्छौँ एलिको बाटो जाँदैछौँ। सो भाइहरू त्यहाँ बाँध्दैछ। एउटा 2टा 3टा 4टा साधन भयो। म चाहिँ यो स्टार्ट भइसक्यो। ओ मा कसम भयो। ल अब हामी नास्ता खाने ठाउँमा भेट्नेछौँ। बाई बाई गाइस। हामी सिद्धमा गाइस 6:15 हामी जोरदाटामा। कति बजी हिँड्यो उता यार 5 कति भयो यस्तो छैन होइन। ती भएर यो हालतले कहाँ पुग्ने हो यस्तरी यार। फरक पर्छ हामी जोरदाटामा छौँ नाच्ने ठाउँमा। ओ सिकल लोड छ अरे यता नाच्ने ठाउँमा 5 ल कति ल आधी घन्टा ल। आधी घन्टा पनि लाग्नु क्या कि लाग्यो तलबाट
ल भिडियो गर्दै गर्छु जानु हमारे हो तिमीले त्यो बेला मैले थर्मस कफी हाल्दै भनेको कि ल्याएन प्लास्टिक हालेर जाम न यार पसिना निस्कियो यार मेरो त यार त्यो ग्रुप ब्लगर बिहानीको सुरुवात गाइज हाम्रो नास्ता भइसकेको छ ल आधी घन्टा जति बस्यो अब हामी यहाँदेखि अब डाइरेक्ट खाना खाने ठाउँ कहाँ शान्तिपुर गएर खाइन्छ यहाँदेखि जोरदारदेखि लगभग 7-8 घन्टा लाग्छ होला ट्याप ट्याप गाइस ट्याप 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 गर्नु होला मुख धेरै आउनु न ल के भन्छ भगमै देखेको होला देखिन्छ के भएन यस्तो छ है गाइज ल हो न जोरदार है यो नास्ता खाने ठाउँ हामी सेन्जलीहरूलाई मात्र थाहा छ यो नास्ता खाने ठाउँ चोर जस्तो देखियो त नगरपालिका काटेर हामी त अहिले रिडीको पुलमा छ क्या हामी रिडीको पुलमा गुल्मी जिल्ला हार्दिक स्वागत गर्दछ अरे अब हामी गुल्मी जिल्ला प्रवेश गर्दैछौँ गाइस छ 8:30 भएको छ बिचमा भिडियोहरू गर्न पाएको छैन जहाँ जहाँ रोकेको छ त्यहीँ मात्रै गर्दै हिँड्ने सो मेन ठाउँहरूको मात्रै भिडियो गर्ने अब 2जना भाइहरू 3जना अगाडि गइसक्यो हामी 2जना मात्रै हिँड्छौँ अब हेरौँ कति टाइममा पुग्छ ल हामी रेडी बजार आइयो कति बज्यो 8:39 के चला जस्तै भयो भने त थाक्यो त लाई अनि फेरि ल भाइहरूको गफ चाहिँ अब हामी यहाँदेखि यस टाइम 9 बज्यो यता ओहो अब यहाँ त 1 घन्टा 45 मिनटमा हामी बागलुङ पुगिन्छ गाइस यहाँ रेस्ट रहेको छ हाम्रो यो छ मेरो सेक्सी लेडी दोकानमा के भन्छ नि मेरो यस्तो छ है अब फोन आच्छा कसको नेटबाट होला नि होला दाइ त्यही नेटवर्क के खाएर पाउले भेडा सुनामा दिदै छोड्दै हो अब जस हामी उसबाट बुटोलबाट चाहिँ नन स्टपमा हिँड्छ 5 घन्टामा बागलुङ आइतो रहेछ है बाटो राम्रो छ यो कालीगण्डकी कोरिडोर अनि यस्तै छ बाटो राम्रो छ विषय आइया पालो रेस्ट पनि दिन पर्यो हाम्रो घोडाहरूलाई के भाइ सी लेभलबाट कति एल्टिट्युड मिटरमा आयो भनेर हेर्ने